बुद्ध जयन्तीको 2569औं स्मरण दिवसको अवसरमा लेटाङ नगरपालिका 1 अधेरी स्थित अधेरी बौद्ध गुम्बा विहारमा एक विशेष कार्यक्रमका बीच बुद्ध मूर्तिको अनावरण गरिएको छ। कार्यक्रमको आयोजना अधेरी बौद्ध गुम्बा विहार लेटाङ 1 द्वारा गरिएको हो। अनावरण समारोहका अवसरमा बुद्ध मूर्तिको सार्वजनिक प्रदर्शनसँगै भव्य गाउँ र्याली समेत सम्पन्न भएको थियो। बिहार निर्माण उपभोक्ता समितिका अध्यक्ष भगिवन महरका अनुसार कृषि विकास बैङ्कमा आफ्नो अवकाश भएपछि उनले स्वयं अगुवाईको भूमिका निर्वाह गर्दै गुम्बा निर्माणमा सक्रिय सहभागिता जनाए। यस कार्यक्रममा विभिन्न स्थानबाट आर्थिक सहयोग सङ्कलन गरी गुम्बाको निर्माण कार्य अगाडि बढाइएको हो। भगिवन मगर हजुर, मेरो घरि उसमा तल खर्चमा धेरै नै हो। हजुर, म पहिले कृषिमा काम गर्थेँ। हजुर, अहिलेको यहाँ म रिटायर भइरहेपछि म पहिला कृषिमा जारी खान्थेँ होइन। उहाँको रिटायर भइसकेपछि यहाँ मैले बुझेँ यो हाम्रो क्षेत्रमा बौद्ध धर्म सम्बन्धीको केही जानकारी थिएन, कसैलाई पनि त्यो त्यति थाहा थिएन रहेछ। उसलाई पनि एउटा मूर्ति स्थापना गरौँ, यहाँ जानकारी गरौँ भन्ने उद्देश्यले मैले यहाँ नेतृत्व गर्न थालेँ। सबै गाउँले पनि साथ दिएन। बुद्ध मूर्ति दान धरान 8 निवासी युवराज मेवक, चित्रकुमारी लिम्बू, छोरी ज्वाइँ प्रताप सिंह याखा र रोशनी याखा तथा नाति इच्छाङ याखाबाट प्रदान गरिएको हो। उनीहरूले मूर्तिका लागि रु 1 लाख रुपैयाँ सहयोग गर्नुभएको थियो। साथै धरान 15 निवासी नगरप्रसाद लिम्बू, आसमाया लिम्बू र डाइना लिम्बूबाट रु 50,000 गरी जम्मा 1,50,000 आर्थिक सहयोग गर्नुभएको थियो। उसले धरान 8 निवासी उहाँको एउटा 2टा फ्यामिलीमा बस्नु भएको छ। एकजना युवराज मेवक लिम्बू, अर्को चित्रकुमारी लिम्बू उहाँको श्रीमती र छोरी ज्वाइँ प्रताप सिंह राई याक्खा र रोशनी राई याक्खा र नाति चाहिँ इच्छाङ, एउटा फ्यामिली भयो होइन। उहाँले 1 लाख रुपियाँ दिनुभएको छ र धरानमै 15 नम्बर वार्डमा बस्नु भएको नगेन्द्र प्रसाद लिम्बू र आशा लिम्बू र डाइना लिम्बू 3 जना भएर 50,000 दिनुभएको छ। लेटाङ नगरपालिका र वडा नम्बर 1 को संयुक्त प्रयासमा गुम्बाको भौतिक संरचना निर्माण सम्पन्न भएको वडा सचिव धनमाङ तामाङले जानकारी दिनुभयो। नम्बरको अँधेरीमा चाहिँ यहाँका स्थानीयको मागअनुसार गुम्बा निर्माण गर्ने भनेर विगत 3 वर्ष अगाडिदेखि 4 वर्ष अगाडिदेखि नै 1 लाख 1.5 लाख गर्दै हामीले विनियोजन गरेका थियौँ। त्यो पटक गर्दा यसपालि वडाको फेरि नगरको पनि गरेर छठ ढलानसम्म भएर अहिले यो मूर्ति स्थापना गर्ने चरणसम्म पुगेका छौँ। गाउँको धार्मिक र सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले गरिएको पहलले स्थानीयहरूमा ठुलो